नेपाली कांग्रेसका नेता दीपक खड्काले कब्जा गरेको काठमाडौँको लैनचौर स्थित नेपाल स्काउटको जग्गामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ। खड्काले भाडामा लिए भन्दा धेरै जग्गा कब्जा गरेर व्यावसायिक प्रयोजनमा लगाएका थिए। उनले 3 रोपनीको लिज सम्झौता गरेर सत्ता र शक्तिको वार्डमा 14 वर्षदेखि स्काउटको 12 रोपनी जग्गा कब्जा गरेका थिए। खड्का सञ्चालक रहेको खड्का एन्ड डेभलपमेन्ट प्रणालीले जग्गा भाडामा लिएर संरचनाहरू बनाई कार्यालय सञ्चालन गरे पनि लामो समयदेखि नियमित भाडा दिएको थिएन। नेपाल स्काउटले गत बिहीबार 7 दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका दिएको थियो। अन्यथा त्यहाँ बनाइएका भवन तथा सामान जफत गर्ने चेतावनी दिएको थियो। सूचित गरेको अवधिमा पनि भाडा असुल नभएपछि खड्काले बनाएका भौतिक संरचनामा डोजर चलाइएको हो। नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रणालीबीच 2065 सालमा 10 वर्षका लागि करार सम्झौता भएको थियो। 10 वर्ष करार अनुसार 2075 सालमै उक्त सम्झौता सकिनुपर्ने थियो, तर त्यसबीचमा 5 वर्ष करार पनि भएको थियो। उक्त 5 वर्ष करारको विषय पनि विवादमा थियो। यद्यपि थपिएको भनिएको 5 वर्ष करारको समय पनि सकिएको छ। सबै गरी 15 वर्षको करार सकिए पनि जग्गा फिर्ता गर्न भने खड्का राजी नभएको भन्दै स्काउट पाटन उच्च अदालत संसदीय समितिसम्म पुगेको थियो, तर अदालतले स्काउटको पक्षमा आदेश दिएको थियो। उक्त आदेशको कार्यान्वयनमा खड्का सहमत भएका थिएनन्। जग्गा फिर्ता गर्न उनले आनाकानी गरेका थिए। अदालतको आदेश र पटक पटकको सूचनामा पनि खड्का ल्यान्डले भाडा नतिरेपछि प्रशासनले संरचनामा डोजर चलाएको हो।